आजको यो शनिबारको दिन यहाँ बसन्तपुर क्षेत्रमा निकै चहलपहल बढ्ने, प्रत्येक शनिबार निकै चहलपहल हुने गर्थ्यो। तर आज चाहिँ यो मौसम खराबीका कारण पानी पर्ने सम्भावना बढी देखिएको हुँदा चाहिँ यो कालभैरवमा दर्शन गर्ने पर्यटकहरूको जमघट चाहिँ कम भएको देखिन्छ। आज निकै कम, यहाँ चाहिँ हिँड्न नै गाह्रो हुने, एकदम भिडभाड हुने क्षेत्र हो। तर आज चाहिँ निकै कम मात्रामा मानिसहरू यहाँ यात्रा गरिरहेको देख्न सकिन्छ। यो काठमाडौँको बसन्तपुर क्षेत्र, बसन्तपुर दरबार स्क्वायर पछाडिपट्टि रहेको कालभैरव मन्दिर हो। यहाँ वरिपरि मन्दिरै मन्दिर रहेको छ। तर यहाँ हिँड्ने पर्यटकहरू पनि आज एकदम कम मात्रामा हिँडिरहेको अवस्था छ। यो मौसम चाहिँ निकै पानी एकदम पर्ने अवस्थामा रहेको हुँदाखेरि दर्शन गर्ने र यहाँ पैदल हिँड्ने यात्रुहरूको पर्यटकहरूको एकदम कम महसुस भइरहेको छ।